यदि तपाईको मोबाइल फोनमा इन्टरनेट छ र तपाईको साथी या तपाईको परिवारको मोबाइल फोनमा इन्टरनेट छैन भने तपाईले आफ्नो मोबाइल फोनको इन्टरनेट आफ्नो साथी या आफ्नो परिवारलाई शेयर गर्नको लागि तपाईले के गर्नुहुन्छ? पहिलो नम्बरमा हटस्पटको माध्यमबाट ट्रान्सफर गर्नुहुन्छ र तपाईले हटस्पटको माध्यमबाट ट्रान्सफर गरेको त्यो इन्टरनेट तपाईले आफ्नो साथी या आफ्नो परिवारलाई कनेक्ट गर्न सक्नुहुन्न या तपाईको हटस्पटमा कुनै पनि प्रब्लम आउँदछ भने तपाईले कसरी आफ्नो मोबाइल फोनको इन्टरनेटलाई आफ्नो साथीलाई या आफ्नो परिवारलाई शेयर गर्नुहुन्छ? र यदि तपाईको मोबाइल फोनमा यस्तो प्रब्लम आउँछ भने तपाईले आफ्नो साथी या आफ्नो परिवारलाई आफ्नै मोबाइल फोनमा रहेको ब्लुटुथको माध्यमबाट तपाईले इन्टरनेटलाई शेयर गर्न सक्नुहुनेछ। हो साथीहरु, तपाईले अब धेरै आसान तरिकाले आफ्नो मोबाइल फोनमा रहेको इन्टरनेट ब्लुटुथकै माध्यमबाट आफ्नो साथीको ब्लुटुथलाई कनेक्ट गरेर ब्लुटुथबाट ब्लुटुथ कनेक्ट गरेर तपाईले इन्टरनेटलाई पनि ट्रान्सफर गर्न सक्नुहुनेछ। आजको यो भिडियोमा तपाईहरुलाई कसरी ब्लुटुथबाट ब्लुटुथ कनेक्ट गरेर तपाईले इन्टरनेट शेयर गर्न सक्नुहुन्छ भन्ने बारेमा यो भिडियोको माध्यमबाट जानकारी गराउँदै छु। आउनुहोस् साथीहरु, आफ्नो मोबाइल फोनको इन्टरनेटलाई ब्लुटुथको माध्यमबाट कसरी कुनै पनि व्यक्तिलाई शेयर गर्न सकिन्छ भन्ने बारेमा यो भिडियोको माध्यमबाट जानौं। आउनुहोस् सुरु गरौं। भिडियो सुरु गर्नुभन्दा पहिला तपाईहरुले एउटा सानो काम गर्नुपर्ने हुन्छ। यो भिडियोलाई लाइक गर्नुहोस् र यदि तपाईलाई भिडियो मन पर्छ भने भिडियोलाई शेयर गर्नुहोस् र यदि तपाईहरु हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने तल दिएको सब्स्क्राइब बटनमा क्लिक गरेर अल नोटिफिकेसनलाई प्रेस गर्नुहोस् र यदि तपाईले हामीलाई फेसबुक या इन्स्टाग्राममा फलो गर्नुभएको छैन भने लिंक भिडियोको डिस्क्रिप्सन बक्समा राखिएको छ, तपाईले त्यहाँनिरबाट फेसबुक या इन्स्टाग्राममा फलो गर्न सक्नुहुन्छ र तपाईहरुले यस्ता भिडियोहरु फेसबुक या इन्स्टाग्राममा पनि हेर्न सक्नुहुनेछ। अब तपाईहरुले आफ्नो मोबाइल फोनबाट अर्को मोबाइल फोनमा ब्लुटुथकै माध्यमबाट इन्टरनेट शेयर गर्नको लागि तपाईले जुन मोबाइल फोनमा शेयर गर्न चाहनुहुन्छ तपाईले त्यो मोबाइल फोनलाई आफ्नो हातमा ल्याउनुहोस् र तपाईलाई म यहाँनिर एक्जाम्पलको रूपमा देखाउन गइरहेको छु। जुन तपाईले यहाँनिर देख्न सक्नुहुन्छ महोनी दुईटा मोबाइल रहेको छ र तपाईले दुईटै मोबाइल फोनमा यहाँनिर इन्टरनेट हेर्न सक्नुहुन्छ। एउटा मोबाइल फोनमा इन्टरनेट छैन र तपाईले अर्को मोबाइल फोनमा इन्टरनेट देख्न सक्नुहुन्छ। म यो मोबाइल फोनको इन्टरनेट यो मोबाइल फोनमा ब्लुटुथको माध्यमबाट शेयर गरेर तपाईलाई यहाँनिर देखाउन गइरहेको छु। यदि तपाईले कुनै पनि डिभाइसमा ब्लुटुथको माध्यमबाट इन्टरनेट शेयर गर्न चाहनुहुन्छ तपाईले यो भिडियोलाई हेरेपछि तपाईले धेरै आसान तरिकाले सिक्न सक्नुहुन्छ। तपाईले यसरी यो भिडियोको माध्यमबाट तपाईले यसै गरेर कुनै पनि मोबाइल फोनमा ब्लुटुथ कनेक्ट गरेर ब्लुटुथकै माध्यमबाट इन्टरनेटलाई शेयर गर्न सक्नुहुन्छ। अब तपाईहरु आफ्नो मोबाइल फोनमा रहेको इन्टरनेटलाई ब्लुटुथको माध्यमबाट शेयर गर्नको लागि तपाईहरु आफ्नो मोबाइल फोनको होम स्क्रिनमा आउनुहोस् र अब तपाईले सबैभन्दा पहिला आफ्नो मोबाइल फोनको सेटिङलाई ओपन गर्नुहोस् र अब तपाईले यहाँनिर आफ्नो मोबाइल फोनमा रहेको ब्लुटुथलाई ओपन गर्नुहोस्। जुन तपाईले यहाँनिर देख्न सक्नुहुन्छ र तपाईले दुवै ब्लुटुथलाई यहाँनिर ओपन गर्नुहोस् र तपाईले अब यहाँनिर देख्न सक्नुहुन्छ तपाईको मोबाइल फोनमा एउटा यस्तो इन्टरफेस आउनेछ जुन तपाईले यहाँनिर देख्न सक्नुहुन्छ। अब तपाईले यहाँनिर यो ब्लुटुथलाई कनेक्ट गर्नुहोस्। जुन तपाईले तल देख्न सक्नुहुन्छ तपाईको डिभाइस यहाँनिर आइसकेको छ र अब तपाईले त्यो ब्लुटुथलाई यहाँनिर क्लिक गर्नुहोस् र अब तपाईले यो ब्लुटुथलाई यहाँनिर कनेक्ट गर्नको लागि तपाईले यहाँनिर देख्न सक्नुहुन्छ तपाईको मोबाइल फोनमा प्रोसेसिङ भइरहेको छ र तपाईले अब अर्को मोबाइल फोनबाट यहाँनिर पेयर गर्नुहोस् र अब तपाईको मोबाइल फोनमा ब्लुटुथ कनेक्ट भइसकेको छ जुन तपाईले अब यहाँनिर देख्न सक्नुहुनेछ। अब तपाईले आफ्नो मोबाइल फोनमा एउटा महत्त्वपूर्ण सेटिङ गर्नुपर्ने हुन्छ। त्यसको लागि तपाईहरुले यहाँनिर ध्यान दिएर हेर्नुपर्ने हुन्छ। तपाईहरुले यो सेटिङलाई एकदम महत्त्वपूर्ण तरिकाबाट इनेबल गर्नुहोस्। यति सेटिङ गरिसकेपछि तपाईको ब्लुटुथ यहाँनिर कनेक्ट भइसकेको छ जुन तपाईले यहाँनिर देख्न सक्नुहुन्छ र अब तपाईले आफ्नो मोबाइल फोनबाट अर्को मोबाइल फोनमा इन्टरनेट शेयर गर्नको लागि तपाईले जुन मोबाइल फोनमा इन्टरनेट छैन त्यो मोबाइल फोनमा कनेक्ट भएको त्यो ब्लुटुथलाई ओपन गर्नुहोस् र अब तपाईले यहाँनिर देख्न सक्नुहुन्छ इन्टरनेट एक्सेसको एउटा अप्सन पाउनुहुन्छ जुन तपाईले यहाँनिर देख्न सक्नुहुन्छ। यो अप्सनलाई अन गर्नुहोस् तर तपाईको मोबाइल फोनमा यो अप्सन अन हुने छैन। तपाईले यो सेटिङलाई अन गर्नको लागि अब तपाईले आफ्नो मोबाइल फोनमा इन्टरनेट छ र तपाईले
तपाईको मोबाइल फोनको इन्टरनेट त्यो साथीलाई सेयर गर्न चाहनुहुन्छ भने तपाईले अब आफ्नो मोबाइल फोनमा एउटा अर्को सेटिङलाई इनेबल गर्नुपर्ने हुन्छ, जुन सेटिङको लागि तपाईहरु अब आफ्नो मोबाइल फोनको सेटिङमा आउनुहोस्। तपाईले अब आफ्नो मोबाइल फोनको सेटिङलाई ओपन गरिसकेपछि तपाईले यहाँनिर एउटा अप्सन पाउनुहुन्छ, जुन तपाईले देख्न सक्नुहुन्छ। एउटा हट स्पटको एउटा अप्सन देख्नुहुन्छ, तपाईले हट स्पटको अप्सनलाई क्लिक गर्नुहोस् र अब तपाईले यहाँनिर तपाईको मोबाइल फोनको हट स्पट देखाइनेछ, तल दिएको अथराइज शेयरिङ मोडमा क्लिक गर्नुहोस् र अब तपाईले यहाँनिर देख्न सक्नुहुन्छ शेयर फोन नेटवर्क विथ ब्लुटुथ भनेर दिएको यो बटनलाई अन गर्नुहोस्। अब तपाईले यो बटनलाई अन गरिसकेपछि तपाईले पुनः जुन मोबाइल फोनमा इन्टरनेट छैन त्यो मोबाइल फोनमा रहेको इन्टरनेट एक्सेस बटनलाई अन गर्नुहोस् र अब तपाईले यहाँनिर देख्न सक्नुहुन्छ तपाईको मोबाइल फोनमा इन्टरनेट एक्सेस भइसकेको छ, जुन तपाईले देख्न सक्नुहुन्छ। र अब तपाईहरु पुनः आफ्नो मोबाइल फोनको होम स्क्रिनमा आउनुहोस् र अब तपाईको मोबाइल फोनमा इन्टरनेट छैन र तपाईले यहाँनिर देख्न सक्नुहुन्छ तपाईको मोबाइल फोनको डाटाहरु वाइफाईहरु सबै अफ रहेको छ र अब तपाईले आफ्नो मोबाइल फोनको युट्युब या कुनै पनि सोशल मिडियालाई ओपन गर्नुहोस् र तपाईले यहाँनिर देख्न सक्नुहुन्छ तपाईको मोबाइल फोनमा इन्टरनेट एक्सेस भइसकेको छ, जुन तपाईले यहाँनिर देख्न सक्नुहुन्छ। यसरी तपाईले धेरै आसान तरिकाले कुनै पनि मोबाइल फोनमा रहेको इन्टरनेटलाई आफ्नो मोबाइल फोनमा या आफ्नो मोबाइल फोनमा भएको इन्टरनेटलाई कुनै पनि साथीको मोबाइल फोनमा ब्लुटुथको माध्यमबाट यसरी शेयर गर्न सक्नुहुन्छ, जुन तपाईले यहाँनिर हेर्न सक्नुहुन्छ। यो सेटिङ तपाईहरुको लागि एउटा धेरै महत्त्वपूर्ण सेटिङ रहनेछ। आशा गर्दछु भिडियो मन पर्यो होला। भिडियो मन परे लाइक गर्नु होला, शेयर गर्नु होला। हाम्रो च्यानललाई सब्स्क्राइब नगरेको भए सब्स्क्राइब नि गरिदिनु होला। हवस् त, धन्यवाद।